हेलो सो अलवेज गाइज वेलकम टू माई युट्युब च्यानल होइन। आज म बाख्रा गोडालो जाँदैछु गाइज होइन। त्यो गाउँको काम होइन, गाई गोडालो बाख्रा गोडालो हिँड्ने। अझै गोरु जोत्यो, त्यहाँ छ गोरु होइन। गोरु जोतेको, गोरु जोतेर अनि आएर खाना खाएर अहिले चाहिँ बाख्रा गोडालो जाँदाको गाइज है। मेरो न्यू युट्युब च्यानलको गाइज है, सबैले माया साथ सपोर्ट गरिदिनु होला। देख्न सक्नुहुन्छ बाख्रा किनेको छ होइन। सो अलवेज गाइज त्यो होइन, म चाहिँ बाख्रा यता ल्याइसकेको छु होइन। यो धेरै पनि छैन, यहाँ 10 रोड छ होला गाइज है। यो मासतिर रोटे रोड लाने अनि ऊ मासतिर त्यो पातिर लानुपर्छ ल। ए त्यो गाइज होइन, बाबाहरू कामले थियो गोठाले हिँड्ने गोरु जोत्ने, त्यही हो गाइज। मेरो गाउँ चाहिँ यो है गाइज। कस्तो लाग्छ गाइज मेरो गाउँ होइन, सो कमेन्ट गरिदिनु होला। अलवेज त्यही हो होइन, गाउँघर काम यस्तो बोका गाइज, बोका बोका गाइज, बोका बोका धेरै छैन, सानो सानो छ बाख्राहरू पनि होइन, ठुलो पनि छैन ल। ए सो गाइज होइन, एकदम माया गरिदिनु होला, साथ सपोर्ट होइन हाम्रो युट्युब च्यानललाई। म लाने के तर होइन, एकअर्कामा सेयर माया गरिदिनु होला है, लाइक कमेन्ट गरिदिनु होला गाइज, सब्सक्राइब त्यो गाइज होइन। देख्न सक्नुहुन्छ मेरो चाहिँ दिनको एकचोटि ड्युटी गाइज। दिनको एकचोटि चाहिँ मैले यो चराउनै पर्छ, नचराइ हुँदैन होइन, खानु पऱ्यो। सो अलवेज गाइज त्यही हो होइन, सो अलवेज गाइज त्यही हो होइन। म चाहिँ बाख्रा ल्याएर यता ल्याइसकेको छु गाइज होइन। बाख्रा मेरो यता छ होइन, म एक्लै आएको छु है गाइज। जङ्गलमा चाहिँ गोडाल फेरि जहिले म एक्लै हो, को आउनु सक्छ यता? कोही आउनु सक्छ? सक्दैन, दम हुनु पऱ्यो नि, दम एक्लै आउँछ। कोही आउनु सक्छ? सक्दैन। फेरि तिमीहरू आउनु फेरि लोकेसन ट्याग गरेर हुन त सक्नु नि पऱ्यो नि आउनुलाई त। कम टाढो छ यो ठाउँ, कम टाढा, घरदेखि 1 घन्टा लाग्छ। 1 घन्टा यहाँ आइपुग्नु, यो ठाउँ आइपुग्नु गाइज खतर छ। कोही आउँछ न फेरि यो ठाउँ हो, कहाँ हो? चिन्छ? चिन्दैन। मलाई चिन्छ? ए म चाहिँ चिन्छ कि गाइजहरूले होइन, कृष्ण ब्लगर भनेर। अरू त चिन्दैन गाइज, नपत्या भुत आयो के हो यार। फेरि तर्छ त गाइज, फेरि यता दिउँसै तर्सायो भने भाग्नु तयार छु म फेरि होइन। भाग्नु त पर्छ नि फेरि होइन, मर्नुभन्दा सिस्टमको बुट्टासँग ठिक भनेछ। तर्सायो केही हुनुभन्दा बरु भाग्नै ठिक छ कि। बाख्रा यता माथि गइसक्यो गाइज होइन। मनी माथि जाने हो, बाख्रा पछि पछि जाने हो, अनि ऊ माथि लाउने हो। लास्टै च्यान छ कि गाइज, च्यान डाँडो छ यता चाहिँ होइन, लास्टै तर्साउँछ। त्यो भएर अलिक डर चाहिँ मान्नुपर्छ। त्यो भएर यहाँ यता चाहिँ नल्याउनु, कसैले गाई गोरु नल्याउनु चाहिँ होइन, बाख्राहरू नल्याउनु कारण चाहिँ त्यही हो कि च्यानहरू छ नि त्यो चाहिँ तर्साइदिन्छ। अनि त्यो एउटा टिकटक छ एउटा त्यो भाइरल म्यान, त्यो च्यानतिर जान्छ बेलुका बेलुका हो। म पनि त्यस्तै हो कि, ऊ दिउँसो जान्छु, म बेलुका जान्छु। उसको बेलुका ड्युटी, मेरो बेलुकाको ड्युटी, त्यही हो गाइज फरक भनेको। बेलुका र दिउँसो ड्युटी त मेरो पनि छ नि होइन, दिउँसोको छ मेरो चाहिँ ड्युटी। मेरो यस्तो दिउँसोको छ, उसको चाहिँ अलग अलग फरकै रहेछ होइन। मेरो भन्दा अलिक कम रहेछ, मेरो अलिक फेरि हात छ नि, मेरो माथि छैन होइन गाइज। त्यही हो अलवेज होइन, स्ट्यान्डर्ड चाहिँ कहाँ होला भन्छ, ऊ माथि छ। फेरि देखाउनु हुँदैन तिमीहरूलाई, के मलाई तर्साइदिन्छ अरे म होइन, त्यो खास कुरो होइन। सो अलवेज छ है, नेक्स्ट पार्ट भेटौँला होइन। अहिले चाहिँ 4-5 लागेको छ होइन, 4-5 लागिसक्यो। म चाहिँ बाख्रा यतिखेर चराइरहेको छु है, ऊ तलतिर पनि छ होइन, अहिले देखाएको छैन। म चाहिँ यता बाख्रा चराइरहेको छ। मछिलाई लास्टै टुने गाई छैन, यति लास्टै मछि आउँछ होइन। त्यही हो गाई छैन, गाउँघर काम यस्तै हो। अहिले 4 बन्ला छ अनि 5 बजी लान्छ गाई छैन। ऊ मासतिर लानुपर्छ अब, घाम लागिरहेको छ कि पारि पाखा चाहिँ होइन। अहिले एकछिनमा त्यो घाम उता निप्छ अनि उता पनि लानुपर्छ। अहिले यता घाम छैन होइन, त्यो मैले यता चराउँदैछु गाई छैन, एकछिन लानुपर्छ उता पनि। त्यही हो गाउँघर काम गाई चाहिँ यस्तै दुःख हुन्छ भन्ने छैन होइन। जहिले पनि गरिरहेको काम दुःख चाहिँ हुँदैन, त्यो पनि होइन, सजिलै छ चराउनु पनि ल। सो अलवेज गाई चाहिँ माया गरिदिनु होला। सो गाई चाहिँ होइन, ऊ त्यहाँ पारि चाहिँ बाख्रा पुगेछ होइन। मैले चाहिँ यहाँबाट ढुङ्गा लाने र फर्काएछ है, किनभने त्यो उतापट्टि चाहिँ होइन मान्छेको त्यो बाली छ कि, किनभने म पनि कम छैन नि होइन। बटी हेर नि, बटी भन्छ अरे छैन कि बटी चाहिँ होइन। तर बाख्रा चाहिँ उता पार पुगिसक्यो त कि होइन। फेरि ओइ
ल अचम्म गाइज यार के हो यार रुगा आँगा चऱ्यो मर्छ त्यो त गाइज हेर्नु त्यहाँ कस्तो गर्छ अरे लौ हेर्न फेरि गाइज होइन म चाहिँ यता पारि हान्छ है गाइज यो ढुङ्गो ल त्यो त चाहिँ मेरो पाखा चाहिँ गाई चाहिँ होइन त्यो गाई चाहिँ होइन 5 बज्न लागिसक्यो गाई चाहिँ होइन 5 बजेपछि म लान्छु 5 बज्नु लाग्यो टाइम छैन एकछिन वेट गर्ने हो अनि लान्छु बाख्रा उता पारि संसार गरेर हिँड्दा सन्ध्या चाहिँ क्लियर ल त्यो चाहिँ काठमाडौँ याद बस्छ है हाम्रो गाउँमा उता काठमाडौँ पर्ने कतै ल्याउँछु उता गइसक्यो त्यो चाहिँ काठमाडौँ पर्ने कतै ल्याउँछ गाई हाम्रो गाउँमा है मरै सिलगढीमा उता जान्छ फेरि बेलुका अर्कै आउँछ बिहान अर्कै जान्छ त्यो अहिले चाहिँ हो त्यो आइपुग्यो त्यहाँदेखि म यो जुम गरेर सानो निकालेको होइन त्यो चाहिँ त्यस्तै 5 बजे 5:30 बजे ठ्याक्कै यहाँ आइपुग्छ है गाई चाहिँ होइन बाख्रा चराएर सघाउनु लागेछ अनि म चाहिँ बाख्रा निकालेर आइसकेँ बाख्रा दिउँसम्म चाहिँ चलेको छ है धेरै छैन 10-12 छ होइन त्यही हो अघि देखेँ घाम अहिले छैन मासु डाँडा डाँडा पुगिसक्यो अब चाहिँ होइन सबैलाई चाहिँ होइन रात पनि पर्ने के बाख्रा निकाल्नु गाई त्यही भयो आजको है बाख्रा गइसकेछ अलवेज गाई चाहिँ बाख्रा ल्याएर चाहिँ म चाहिँ खोरमा आइपुगिसकेँ है ओ मास्तिर लग्यो अहिले चाहिँ होइन चराउनु अहिले चाहिँ यहाँ चाहिँ खोरमा बाख्राको गोठमा हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पानी त्यो त पारी घरबाट भागेर आएर मसँग बोका गाडी अनलाइन डेलिभरी बोका चाहेमा कन्डिङ सो गाई चाहिँ घरमा आइपुगेर म चाहिँ होइन बाख्रा ल्याएर अनि खाजा खाएर अनि फेरि यतातिर होइन गाई भैँसीले पनि हेर्नु पऱ्यो यता होइन भैँसी छ हाम्रो राँगाजी अनि यता गोरु गइहाल्छ अनि म चाहिँ कुरो सुरो ल्याएर कुरो दिएर नुता पानी ल्याइदिएर त्यसलाई पनि पानी दिएर अनि पानी छैन यहाँ गाई फेरि उता घरदेखि गाईमा बोकेर ल्याइदिएको छ होइन त्यो बोकेतिर अनि त्यही हो होइन त्यस्तै हो अब रात पनि परिसक्यो हेर्नु त्यो चलाउँछ अँध्यारो भइसक्यो होइन 7 बजिसक्यो यता गोरुको दुईवटा भोलि जोड्नुपर्ने छ त्यो भएर मैले कुरो सुरो ल्याएर दिइसकेको छ होइन त्यो गाई छ अब होइन गएर फेरि खानासाना बनाउने अनि खाने अनि सुत्ने गाई त्यो होइन मेरो लाइफ चाहिँ ठिकै छ गाई चाहिँ अहिलेसम्म त ठिकै चलिरहेको छ ल ठिक छ सो गाई म चाहिँ गोठबाट होइन घर फर्किसकेको छ यता देख्न सक्नुहुन्छ अनि यता गाडी छ है म चाहिँ घर फर्किसकेको छ गाई चाहिँ होइन अब घर गएर खाना बनाएर खानुपर्छ त्यही गाई चाहिँ